यो मेरो देशको लोकतन्त्र यति कमजोर जगमा बनेको छ कि, यो मेरो देशको गणतन्त्र यति कमजोर जगमा बनेको छ कि केही बोलियो भने बोली दबाइन्छ। राज्यले मात्रै होइन, समुदायले पनि दबाउँछ, समूहले पनि दबाउँछ। तपाईले पनि दबाउनुहुन्छ, हो तपाईले पनि दबाउनुहुन्छ। यो देशमा कमेडी गर्नेहरूलाई पनि समुदायले लगेर जेल हालेको होइन र? हो नि, नियर समुदायले जेल हालेकै हो त नि। खै त सबिन महर्जन नियतता एउटा आन्दोलनमा, आन्दोलन जुनसुकै समर्थनको होस्, जुनसुकै वादीको होस्, जुनसुकै समूहको होस्, शान्तिपूर्ण आन्दोलन लोकतन्त्रमा गर्न पाइन्छ। सिधै गोली हाने त राज्यले, पुलिसले गोली हाने त, केपी ओलीले हाने त, अनि अर्को गृहमन्त्रीको नाम के अरे, त्यसको नाम त ठिकसँग आउँदैन पनि मलाई, गोली हाने त। नियर समुदाय बोल्नु पर्दैन? बोल्ने बेला भएन अब? कहिले बोल्ने? कि नियर समुदायका लेखकहरूलाई, राजनीतिज्ञहरूलाई भाग बन्न मिलेन र? मिल्नु पर्दैन? अनि यो नकचरा प्रधानमन्त्री पक्राउ पर्नु पर्दैन? अनि यो नकचरा गृहमन्त्री चाहिँ पक्राउ पर्नु पर्दैन? यिनीहरूले राजीनामा दिनु पर्दैन? यिनीहरूमा जिम्मेवारी छैन? के को लागि सरकारमा? के को लागि प्रधानमन्त्री? के को लागि गृहमन्त्री? खै दुईटा स्याउ चोर्न, दुईटा सुन्तला चोर्नलाई लगेर पक्राउ गरेर थुनिरहेछ। कहाँ छ दुर्गा प्रसाई? पक्राउ त, पक्राउ न। एउटा सामान्य साधारण मान्छेलाई गोली हानेछ, तेरी मारो।